गुड मर्निङ। अहिले बिहानको 9 बजेको छ। अहिले म सूर्य चौरमा छु। सूर्य चौरबाट अब ककनी जाँदैछु। ककनीमा पुरा हुस्सु लागिरहेछ। ल हेर्नु अब ककनी जाने बाटो है। यो सूर्य चौर हो। यो सूर्य चौरको टावर पनि तपाईलाई देखाएँ। अब म ककनी जाँदैछु। पुरा हुस्सु लागिरहेछ। यहाँ घरिघरि हुस्सु लाग्ने, घरिघरि सफा हुने देखिन्छ। अब मलाई यहाँबाट ककनी 1-1.5 घन्टा जति लाग्छ होला। पुरा उकालो छ। अब साइकल चढाउन सकिँदैन, डराउने मात्र हो। कतै कतै मिल्यो भने चलाउँला। यो अहिले म सूर्य चौरबाट ककनी जाँदैछु। अब यो अलिकति बाटो चाहिँ गाह्रै रहेछ। यहाँबाट बाटो हराउने सम्भावना पनि रहेछ। 2-4 बाटो छ। कुन बाटो यो हो कि त्यो हो कि कुन हो सकेला जस्तो लागेन। काँडै चल्ला खै कता पुगे। बाटो छ भनियो, बाटो त देखेन। खै कता पुगिने हो थाहा भएन। ककनी त पुग्छ कि पुग्दैन थाहा भएन। हेरौँ कता पुगिन्छ। यहाँबाट चाहिँ सूर्य चौर दामी देख्दो रहेछ। ल सूर्य चौर हेर्नु त दामी छ। ल अब यहाँबाट बाटो कता हो थाहा छैन। यो अहिले तपाईँले देखिरहेको बाटो पनि ककनी जाने नै हो। तर त्यो बाटो चाहिँ धेरै लामो छ। अब यो जङ्गलको बाटो गयो भने चाँडो पुगिन्छ भनेर यो जङ्गलको बाटो हिँडेको हो। हेरौँ कति टाइम लाग्दो रहेछ। ल जङ्गलको बाटो एकजना मान्छेलाई हिँड्न नमिल्ने रहेछ। काँडा साँडले खोज्ने रहेछ। ल छिरियो जङ्गलभित्र। ओहो नसकिने यार, चिप्लो।
अहिले हामी 2600 मिटर भन्दा माथि छु। दुईटा बाटो आयो, कता बाटोबाट जाने थाहा छैन। ओहो एत्तेका जुगाले अट्याक गर्ने भयो, खाने भयो जुगाले आज मलाई। ट्रेन आयो, जङ्गलभित्र पसियो है। थाक्यो यार, थाक्यो। अయ్యా थाक्यो। मान्छे हिँड्ने त होला नि अब यो बाटो। पुरा ओसिलो छ। काँडाले खोज्यो यार। लामखुट्टे पनि त्यत्तिकै, जुगा पनि त्यत्तिकै। आज जुगाको भोजन भइयो। फोटो लाएर कहाँ कहाँ टोक्यो टोकोस्। चिप्ल्यो, लड्यो चिप्ल्यो। आया जुगाको भोजन।
साइकल लाने मिल्दैन यार मान्छे कसरी जाऊ आयो थाक्यो यार थाक्यो yeah. Oh, hey. साइकलै उचाल्न सकेन बोक्न पनि सकेन चिप्लो छ बाटो बोक्न पनि गाह्रो पावर छैन एनर्जी गयो साइकल बोक्न पनि सकेन साइकल मेरो साथी साइकल त मेरो साथी हो मलाई हेल्प गर कहिलेकाहीँ म तँलाई पनि हेल्प गर्छु ल अझै कति जानुपर्ने हो थाहा छैन सिडी त आइपुग्यो बाटो त सही नै जस्तो लाग्यो थाकेको अवस्था बोक ल साइकल साथी तँलाई म बोक्छु तैँले मलाई त्यत्रो चाहिँ बोकेर साइकल यात्रा गराए म पनि तँलाई अब बोक्दैछु अलिकति उज्यालो ठाउँ त आइपुग्यो अब चाहिँ हावा चल्न थाल्यो यार बडो अचम्मको छ भर्खरसम्म हुस्सु लगाइरहेको थियो एकछिनपछि घाम लाग्यो फेरि अब चिसो हुँदै आछ ओहो यो भएको चाहिँ पावर नभएको अवस्था छिनमै घाम लाग्ने छिनमै
बादल लाग्ने चिसो चिसो ठाउँ हो ककनी। अब अहिले ठाउँमा पुगिसकेपछि जुगा हेर्छु कतिवटा जुगाले टोक्या रहेछ, अहिले पनि चिलाइरहेछ। अब म ककनीमा पुगेर हेर्छु। पावर छैन, साइकल चलाउन सकेको छैन।